पाल्तु कुकुर भन्दा बढी वफादारीता ओली देवाका झोलेहरूमा 76 जना जेन्जी मारेको र 35 वर्षदेखि देश लुट्दै आएर ओलीमाथि अनुसन्धान नगर्न नेभी सङ्घको प्रेस विज्ञप्ति। र त्यस्तै काङ्ग्रेसले पनि आफ्नो आर्जु राणा र देवामाथि उसको घरमा भेटिएको नोटको बिट्टा र डलरहरूको बिट्टामाथि अनुसन्धान नगर्न र देवालाई बाइज्जत बढी गर्न प्रेस विज्ञप्ति जारी गरेको छ। यो भ्रष्ट एमाले काङ्ग्रेसहरू र सरकारलाई यो कुरामा ध्यान जाओस् कि यस्ता भ्रष्टाचारीहरूलाई साथ दिने र प्रेस विज्ञप्ति जारी गर्ने मान्छेहरूलाई समयमै पक्राउ गरी कानुन कारबाही गर्नु पर्यो, किनभने चोरलाई साथ दिने चोर नै हुन्छ, त्यस्तै यो ओली देवाहरूलाई साथ दिने भ्रष्ट नै हुन्छ। र अर्को कुरा, यो नेभी सङ्घहरू, यो विद्यार्थी सङ्गठनहरू खारेज गर्नु पर्यो सरकारलाई छिटो भन्दा छिटो। यो क्याम्पस कलेज स्कुलहरू गुन्डागर्दी गर्ने थलो होइन, यो गुन्डागर्दी उत्पादन गर्ने ठाउँ होइन, यहाँ शिक्षा लिने ठाउँ हो। त्यसैले त्यहाँबाट भारतीय सङ्गठनहरूलाई खारेज गर्नु पर्यो र विद्यार्थी सङ्गठन सम्पूर्ण रूपमा खारेज गर्नु पर्यो। यो विद्यार्थी सङ्गठन मात्र गुन्डागर्दी गर्ने थलो मात्र बनेको छ। यिनीहरू भ्रष्टहरूलाई जोगाउनको लागि र तलबाट भ्रष्टहरूलाई माथि उचाल्नको लागि मात्र निर्मित बनेको छ। यो विद्यार्थीको आडमा आएर भ्रष्टहरूलाई संरक्षण गरिरहेछ यो भारतीय सङ्गठनहरू, नेभी सङ्घ जस्ताहरू।